हर हर महादेव। आज महाशिवरात्रि दिन काठमाडौँमा रहेको पशुपतिनाथ क्षेत्रमा म आइपुगेको छु आफ्नो फ्यामिलीहरूसँग पशुपतिनाथ दर्शन गर्नको लागि। यहाँ हेर्न सक्नुहुन्छ मानिसहरूको तादाद बहुत धेरै बढिरहेको छ, किनभने आज महाशिवरात्रिको दिन हामी यहाँ पशुपतिनाथ क्षेत्रमा आइसकेका छौँ। यहाँ महाशिवरात्रिको उत्सव भएको छ, यहाँ कार्यक्रमहरू भएको छ। यहाँ टाँगेको यहाँको घरको स्ट्रक्चर हेर्नु होला, प्राचीन कालमा बनेको घरहरूको दृश्य हजुरलाई म देखाइरहेको छु। चारैतिरको दृश्य हेर्नु एकदम शान्त वातावरण रहेको छ। मानिसहरू आउने जाउने र बस्ने थकाइ मार्ने भइरहेको छ, हेर्न सक्नुहुन्छ। म हजुरले आज पशुपतिनाथ दर्शन गराउन भित्रैसम्म जुन ठाउँमा मानिसहरूले क्यामेरा लिएर जान पाउँदैन त्यो ठाउँमा पनि म हजुरलाई आज भिडियो देखाउने छु। त्यसको लागि हजुरले लास्ट अन्तिमसम्म हेर्न सक्नुहुन्छ। लास्टमा हजुरलाई पशुपतिनाथको भित्रको मन्दिरको म दृश्य हजुरलाई देखाउने छु, अन्तिममा हेर्न सक्नुहुनेछ। यो पुरै घरहरू हेर्न सक्नुहुन्छ, प्राचीन कालका मन्दिरहरू जस्ताको त्यस्तै अवशेषमा आजसम्म पनि यथावत नै रहेको छ। पशुपतिनाथ भनेको स्वयं पशु पन्छी सबैको स्वामी भने बुझिन्छ। यहाँ स्वयं शिवजी विराजमान हुनुहुन्छ। यहाँको प्रत्येक ढुङ्गाका मूर्तिहरूले पशुपतिनाथको एउटा यो कण कणको माटोले यहाँको अस्तित्व झल्काइरहेको हुन्छ। यहाँ मन्दिर हेर्न सक्नुहुन्छ, म जाने बित्तिकै बाटोमा रहेको एउटा सानो मन्दिर। यो मन्दिरलाई म चारैतिरबाट देखाएर म सरासर हिँड्दै अगाडि गइरहेको छु। हेर्न सक्नुहुन्छ स्वयम्भूनाथ पशुपतिनाथ मन्दिरहरूलाई पुरै दर्शन गराउने छु। पुरै भिडियो हेर्दै गर्नु होला अन्तिमसम्म। पुरै भिडियोको अवलोकन गरेर हजुरले बसी घरमै महादेवको दर्शन गर्न सक्नुहुनेछ। हजुरलाई म पशुपतिनाथको पुरै दर्शन गराउने नै छु। पुरै भिडियो हजुरले अन्तिमसम्म हेऱ्यो भने हजुरलाई भगवान्ले रक्षा गर्नुहुन्छ भन्ने आशा राख्दछु। हजुरले प्रत्येक भिडियोमा एउटा यस्तो किसिमको भाव हजुरले उत्पन्न गरेको महसुस हुनेछ। हजुरलाई यहाँ आउँदाखेरि छुट्टै अनुभव हुनेछ। यो घरको स्ट्रक्चर हेर्न सक्नुहुन्छ, प्राचीन कालका घरहरू रहेको छ। अगाडि हेर्न सक्नुहुन्छ पशुपतिनाथ मन्दिर हो अगाडि देखिरहेको छ। यहाँको वातावरण हेर्न सक्नुहुन्छ, एकदम ग्रिन, एकदम वातावरण एकदम सफा स्वच्छ हेर्न सक्नुहुन्छ। माथिको दृश्यहरू हजुरलाई म मन्दिर देखाइसकेको छु। अब हजुरलाई म यहाँ भित्र गएर देखाउने छु यहाँको भित्रको माहौल कस्तो छ। त्यहाँबाट गेटभित्र हजुरलाई मोबाइल लग्न निषेध गरिएको तापनि म हजुरलाई भित्रको पुरै माहौल हजुरलाई देखाउने नै छु। त्यसको लागि मेरो च्यानललाई सब्सक्राइब गरी मलाई सपोर्ट गर्न नबिर्सिनु होला। पुरै भिडियो हजुरलाई म देखाउने छु, जस्ताको त्यस्तै भिडियो हेर्न सक्नुहुन्छ। यहाँको मानिसहरूको चहल पहल हेर्न सक्नुहुन्छ। यो दिउँसोको भिडियो, यो 12-1 बजीतिरको दृश्य हजुरलाई देखाइरहेको छु। लागबत्ती यहाँ बालिरहनु भएको छ, साइडमा हेर्न सक्नुहुन्छ। बेलुकातिर एकदम रमाइलो हुने भएकोले अहिलेभन्दा बेलुका एकदम भव्य रमाइलो हुनेछ। हजारौँ मान्छेहरूको भिड लाग्नेछ। हजुरलाई यसको नाइटको आजको आरतीको भिडियो हजुरलाई म यो भिडियोमा दोस्रो पार्ट 2 मा देखाउने नै छु। आज रातिको आरती, महादेवको आरती कसरी हुने गर्दछ भनेर हजुरलाई देखाउने छु। पशुपतिनाथको मन्दिरको आरती कस्तो किसिमले र कस्तो तरिकाले भव्य हुनेछ र कति मान्छेहरू आगमन हुनेछ आज राति हजुरलाई म त्यो दृश्य पनि देखाउने छु। हजुरलाई सोचे यो माथि गएर हजुरलाई यसको भिडियोको दर्शन गराइदिए माथिबाट कस्तो देखिन्छ भन्ने कुरो हजुरलाई हेर्ने इच्छा भयो होला भनेर यहाँको वातावरण हेर्न सक्नुहुन्छ। सफा निलो आकाश जस्तो लाग्छ। यहाँको वातावरण आनन्दमय लागिरहेको छ। म यहाँ हिँड्दा पनि मलाई शान्त र आनन्दको महसुस भइरहेको छ। त के तपाईँहरू पनि यहाँ आउन चाहनुहुन्छ भने काठमाडौँमा रहेको पशुपतिनाथ दर्शन गर्न आउन सक्नुहुनेछ। यहाँको वातावरण हेर्न सक्नुहुन्छ, हरियो रुखहरू, यहाँको वातावरण सफा स्वच्छ। हजुरलाई म माथि गएर पुरै भिडियोहरू देखाउने छु। त्यसको लागि हजुर एकैछिन समय कोरिरहन पर्ने हुन्छ। स्किप नगरिकन हेर्नु होला यो भिडियोहरू। तपाईँलाई माथि गएर पुरै भिडियोहरू देखाउने छु। माथिबाट यो भिडियो वास्तवमा कस्तो देखिन्छ तलको पुरै भिडियो हेर्नको लागि
एकैछिन वेट गर्नु होला। हेर्न सक्नुहुन्छ मान्छेको चहल पहल, फोटो खिच्ने मानिसहरूको भिड धेरै अत्यधिक रहेको छ। म यहाँदेखि माथि जान्छु, हजुरलाई म तलको दृश्यहरू देखाउँछु। हेर्न सक्नुहुन्छ यति पुराना मन्दिरहरू, माटोले बनेका मन्दिर, सिमेन्टले बनेका मन्दिर, सबै किसिमका मन्दिरहरू तपाईँहरूले यहाँ देख्न सक्नुहुनेछ। म हजुरलाई यहाँ पुरै भित्रबाट पुरै भ्यू देखाउने छु। यहाँ हेर्न सक्नुहुन्छ यहाँबाट देखिने जुन तरिकाको भ्यू छ, हजुरलाई स्वयं हजुरको आँखाबाट हेर्न सक्नुहुनेछ। यहाँ अलिकति धमिलो देखिनुको कारण यहाँको हावापानी धुवा जलेको हुनको कारणले गर्दाखेरि देखेको हो। हेर्न सक्नुहुन्छ मानिसहरूको अन्तिम संस्कार भइरहेको छ। यहाँको दृश्य यही आरती हुने ठाउँ यही स्थान रहेको छ। म हजुरलाई आज राति 7-8 बजीतिरको भिडियो हजुरलाई हेर्न सक्नुहुनेछ। यहाँको माहौल हेर्न सक्नुहुनेछ। राति आरती कसरी हुने गर्छ भन्ने कुरा हजुरले जानकारीको लागि हेर्न सक्नुहुन्छ। यो पशुपतिनाथको मन्दिरको भित्रको दृश्य हो। यहाँ कसैलाई पनि अलाउड छैन। यो भिडियो हेरेर मलाई सक्दो सपोर्ट गर्नको लागि सब्सक्राइब